भन्नुभयो सरले है। अनि हामी बाहिर निस्क्यौँ। तेस्रो चोटि बाँचे म र चौथो चोटि म कसरी बाँचे भन्दा त्यो सानोमै हो त्यो भन्ने बिर्सेछु। म दोस्रो तलादेखि पहिलो तलामा पुगेको थिएँ लडेर। मेरो अझै पनि यहाँ टाका लागेको छ र त्यति बेला पनि म बाँचे। भनेपछि 4 चोटि बाँचेको मान्छे किन नाच्ने? जसरी परिस्थिति पोजिटिभ भएर त्यसलाई गर्नुपर्छ र भोलि तिमी जुन जुन अवस्थामा जहाँ जसरी भए पनि खुसी रहनु है, तिमीलाई हाम्रो आशीर्वाद छ र सधैँ किपिङ टच, हामीसँग टच गराउनु, आफ्नो सफलता असफलता सबै कुरा सेयरिङ गर्नु, किनकि कहीँ हामीले सहयोग गर्न सकिन्छ, कहीँ तिमीले मलाई सहयोग गर्नुपर्ने हुन्छ है, आफ्नो सेयरिङ गर्नु र किनकि यो ग्लोबलाइजेसनको एज छ, तिमी अमेरिका युरोप जहाँ भए पनि हामीसित टच गराउनु है। तिमीहरू सबैको लागि अल द बेस्ट।